हे गाइस वेलकम टू माई ब्लग र फेरि पनि मेरो ब्लगमा हजुरहरूको स्वागत छ। आज चाहिँ म के गर्दैछु भनेपछि म चाहिँ लुगा धोएर राखेको थिएँ गाइस। त्यसलाई नै लुगा मजाले पखालेर हैन पखालिराखेको छु। अनि हाम्रो ऊ चाहिँ फुपू हुनुहुन्छ, फुपू चाहिँ भाँडा धुनु हुँदैछ गाइस। बाथरुममा चाहिँ टाइल्स लगाएको छ नि त, त्यसैले गर्दा हामी त्यहाँ भाँडा धोएको छैनौँ र कम्प्लिट भएको छैन टाइल्स लगाएर। अनि म चाहिँ यस्तो मोटी भएको छु गाइस, डाइटिङ गर्दा पनि मेरो वेट नै कम्ती हुँदैन हैन। के गर्नु हौ, मेरो वेटको थत्तरीका म त पागल भइसकेँ। अलिकति लुती भएको भए चाहिँ अलिकति फिट हुन्थेँ होला, तर मोटी भएर। अनि फेरि लुगाहरू सुकाएर मुस्कान चाहिँ कहाँ गयो भनेर सोच्दै हुनुहुन्छ होला, र त्यसले चाहिँ मेरो भिडियो बनाउँदैछ हैन। बोलिकन मसँग भिडियो बनाउँदैछ। म चाहिँ गाइस ब्रस पनि गरेको छुइनँ बिहान उठेर कि, अनि त्यसले चाहिँ भिडियो बनाउनु स्टार्ट गरिहालेछ। अनि साथैमा फुपू फटाफट भाँडा धोइराख्नु भएको छ। अनि मुस्कानको काम चाहिँ आज के छ भनेपछि टाइल्समा पानी हाल्ने काम छ त्यसको, अनि वालमा पानी हाल्छ त्यसले चाहिँ गाइस। र म चाहिँ लुगा धोइसकेर हैन घर पुछ्नु छ, झाडुहरू गर्नु छ। त्यो चाहिँ म देखाउँदिनँ नि त गाइस, किनकि अलिकति मलाई सरम लाग्छ। पछि